गाइस धेरै जनाको समस्या के हुन्छ भने उनीहरू 15 देखि 20-22 वर्षको उमेरको जो जति जना छ तिनीहरूमा के हुन्छ भने उनीहरूले आफ्नो करियर डिसिजन यो फेसमा लिनलाई धेरै गाह्रो हुन्छ किनभने त्यसले जस्ट एसई सकेको हुन्छ कोही +2 सकेको हुन्छ उनीहरू अब कुन फिल्डमा जाने भनेर अन्यलमा हुन्छ र धेरै ढिलो डिसिजन लिनेले धेरै ढिलो निर्णयमा पुग्नेले गर्दा उनीहरू पछि पर्न जान्छ र यो पछि नपरोस् भन्नको लागि यो तीनटा कुरा तिमीहरूले ध्यान दिएर सुन्नुपर्छ जो मैले तिमीहरूलाई धेरै सजिलो गरी अगाडि पोइन्ट वाइज बताउने छु। त्यही भएर यो भिडियोलाई लास्टसम्म ध्यान दिएर सुन। पहिलो त दुई प्रकारको हुन्छ। जब तिमीहरू एसई दिएर अथवा +2 दिएर सकेको हुन्छ तब तिमीहरूले के गर्छौ भनेर त्यो दुई किसिमको मान्छे हुन्छ। एक हुन्छ जो बाइ बर्न अथवा त्यो बच्चैदेखि त्यो सानैदेखि यो माइन्ड मेक गरेर नै त्यसको एउटा फिल्डमा इन्ट्रेस्ट हुन्छ। जस्तै त्यो राम्ररी बिजनेस गर्न जान्छ या फेरि के त्यसको डिसिजन क्लियर हुन्छ, फिक्स हुन्छ कि म यो बन्छु भनेर, म डक्टर बन्छु या इन्जिनियर बन्छु, केही बन्छु भनेर ठ्याक्क फिक्स डिसिजन हुन्छ या बिजनेसम्यान बन्छु। जस्तै मेरो केसमा भन्नुपर्दा म बच्चैदेखि बिजनेस गर्ने मेरो माइन्ड फिक्स नै थियो। म जब नगर्ने भनेर म पहिलेदेखि नै सोचेको थिएँ र अहिले गरिरहेको पनि छु। बढी समस्या भनेको तिनीहरूलाई नै आउँछ जो पहिलेदेखि डिसिजन कुनै एउटा कामको लागि बनेको हुँदैन। उनीहरूलाई थाहै हुँदैन कि म अगाडि गएर के गर्छु भनेर। र यो भिडियो उनीहरूको लागि नै हो जसलाई थाहा छैन कि त्यो अगाडि के गर्छ, त्यसको उद्देश्य थाहा छैन, त्यसको इन्ट्रेस्टै छैन कि के गर्ने भनेर अन्यलमा छ। अब सुन, पहिलो नम्बर कुरा तिमीहरूले यो बुझ, तिमीलाई थाहा छैन कि म कमर्स गर्नु, साइन्स लिनु या मेडिकल फिल्डमा जानु या फेरि बिजनेस गर्नु, केही थाहा छैन भने र तिमी अगाडि +2 भन्दा ब्याचलर पढ्न गइरहेको छौ भने कुन सब्जेक्ट लिने हैन, +2 मा कुन सब्जेक्ट लिने त्यो सोचिरहेको छौ भने कुरा यो बुझ्नुपर्छ भने सबभन्दा पहिले तिमीलाई थाहा छैन म के लिनु, ठिक छ, मेडिकलमा जानु, इन्जिनियरमा जानु या केमा जानु हैन, कमर्समा जानु या फेरि आर्ट्समा जानु। तिमीले पहिला सबैलाई हेर, जोले त्यो विषय लिएको छ त्यसको एक्सपर्टलाई भेट, तिनीहरूसँग सोध कस्तो छ, तिनीहरूको काम हेर, तिनीहरू कसरी काम गरिरहेको छ, त्यो सब यदि हेऱ्यो भने तिमीहरूलाई आइडिया आउँछ, इन्ट्रेस्ट जाग्छ। यो भयो एउटा कुरा। अर्को कुरा, तिमीलाई थाहा छैन कि म के गर्नु भनेर। अब तिमीहरू एक्सपर्टहरूसँग भेट जो एक्सपर्ट छ यो फिल्डमा। जस्तै तिमीलाई बिजनेस गर्नु छ भने बिजनेसको एक्सपर्टसँग भेट्नुपर्छ। तिमीलाई ब्याङ्किङमा काम गर्नु छ भने ब्याङ्कको जो एक्सपर्टहरू छ त्यो सबमा काम गरिरहेको छ तिनीहरूसँग भेट्ने, ठिक छ। अर्को, तिमीले पहिलो कुरा तिमीले जो पढिरहेको छ त्यो विषय लिएर त्योसँग भेट्ने। अर्को कुरा, एक्सपर्टहरूसँग भेट्ने। अब तेस्रो काम के गर्नुपर्छ भने तिमीहरूले यसरी गरेर पनि भएन, तिमीहरू तीनटै कुरा चेक गर्नुपर्छ। यो दुईटा कुरा हेऱ्यो, अब लास्टमा तिमीले के गर्नुपर्छ भने तिमीले अहिलेको जमाना इन्टरनेटको जमाना हो। अहिले तिमीहरू सबभन्दा जुन पनि काममा इन्ट्रेस्ट छ, जे पनि डिसाइड गरेको छौ म यो सब्जेक्ट लिएर अगाडि पढ्ने छु, अध्ययन गर्छु भनेर, त्यो सब्जेक्टमा पहिले नेटमा सर्च गर, गुगल गर हैन, त्यहाँ सर्च गर, आर्टिकल पढ, ठिक छ। मान्छेले के कति कमाइरहेछ यो फिल्डबाट, यो सेक्टर कस्तो छ, अनि त्यो सबै डिटेल, त्यो सबै इन्फर्मेसन, भ्यालिड इन्फर्मेसन जो हैन जो भ्यालिड छ इन्टरनेटमा त्यो पढ्ने। त्यो पढेर त्यसबाट आइडिया आउँछ, हो आँखा खुल्छ, त्यो जानकारी प्राप्त हुन्छ कि तिमीले अगाडि यो गर्यो भने यो बेस्ट हुन्छ, उचित हुन्छ र यसको प्रो एन्ड कन्स पनि तिमीलाई थाहा हुन्छ। त्यसको प्रो के छ, त्यसको कन्स के छ त्यो पनि तिमीलाई थाहा हुन्छ।
यो भयो तेस्रो नम्बरको कुरा। अब तिमीहरूले लास्टमा के गर्नुपर्छ भने जुन पनि काम गर्ने, हेर पहिले नै तिमीलाई थाहा लाग्दैन कि म यसैको लागि बनेको छु, यही काम गर्नलाई म बनेको छु, अथवा यो गरे भने मेरो अगाडि करियर ठिक हुन्छ, मलाई इन्ट्रेस्ट पनि लाग्छ, काम गर्न मन पनि लाग्छ। तर तिमीलाई एकैपल्टमा थाहा लाग्दैन। तिमी त्यो काम गर्न चाहन्छौ भने 1 वर्ष तिमी त्यहाँ टाइम देऊ। 1 वर्ष टाइम दियो भने तिमीलाई हुनसक्छ 1 वर्षमा त्यसमा इन्ट्रेस्ट पनि जाग्न सक्छ र तिमीलाई त्यहाँ करियर पनि देखिन्छ। र अर्को कुरा यो पनि हुनसक्छ कि तिमीलाई 1 वर्ष त्यसमा टाइम दिएर थाहा लाग्छ कि म यो फिल्डको लागि बनेकै छुइनँ, म यो सब्जेक्टको लागि बनेकै छुइनँ, यो पनि हुनसक्छ। र त्यो बेला तिमीलाई त्यो छोडेर अर्कोमा सिफ्ट हुनुपर्छ। हेर 1 वर्ष ठुलो होइन, काम तिम्रो लाइफको लागि 1 वर्ष तिमी वेस्ट गर्यो। तिमीले थाहा पायो कि यो मेरो लाइकको छैन, यो मेरो लाइकको काम छैन, त्यही भएर मैले छोडेर अर्कोमा सिफ्ट गरेँ। यो पनि गर्न सक्नुपर्छ। त्यो एबिलिटी यदि तिमीमा भयो भने र यो 4टा नियम अपनायो भने, हैन 3टा पोइन्ट छ, 3टा रुल, अनि यो 4टा 1 वर्ष काम गरेर हेर्ने। जुन पनि सेक्टरमा यदि तिमी डिसाइड गरेर आएको छैनौ भने 1 वर्ष तिमीलाई दिनु पर्यो कुनै पनि सेक्टरमा, कुनै पनि सब्जेक्टमा, कुनै पनि फिल्डमा। अनि मात्र तिमीलाई थाहा हुन्छ कि म यस कामको लागि नै बनेको, अर्थात् यसमा मेरो इन्ट्रेस्ट जागृत भइरहेको छ, अर्थात् म यहाँ अगाडि बढ्न सक्छु, या यसलाई छोडेर मलाई अर्कोमा सिफ्ट हुनुपर्छ, या 1 वर्ष मेरो वेस्ट भयो। यो रिस्क चाहिँ तिमीलाई लिनै पर्छ। आई होप यसले गर्दा तिमीले अगाडि करियर डिसिजन लिनलाई सजिलो भएको होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर, सेयर गर र फ्रेन्ड्समा अगाडि यही भिडियोहरू हेर्नको लागि यस्तै प्रकारको। र तिमी आफ्नो राय पनि यस भिडियोको कमेन्ट बक्समा दिन सक्छौ। पछि हामी त्यो सबै कमेन्ट पढेर त्यसलाई रिप्लाई दिने प्रयास गर्नेछौँ र त्यसमा सकेसम्म भिडियो पनि बनाउनेछौँ।